नाना परिवारजनको मनोकांक्षा सम्पूर्ण होस् भन्ने कामना व्यक्त गर्दछु। धन्यवाद उमेशर महादेव मन्दिर परिसरमा पार्वतीले समस्त सदस्य आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको साथ सहयोग र सहभागितालाई सञ्चालन गर्दै 2018 सालदेखि छोडो विकास समिति मार्फत कैलाशधाम शिवको निर्माण कार्य स्थल चलिरहेको हुँदा यस परिसरका अधुरा निर्माण कार्य समापनमा सहयोगी बने आफ्ना परिवार सङ्घ संस्था समूह अनि सदाका लागि यस पवित्र स्थलमा स्थापित राख्ने कार्य गरिरहेको हुँदा महादेव गर्दछ। जय शम्भो जय भोलेनाथ। तिनीहरूलाई खोज्नै दिक्कत होला जस्तो लाग्छ। कति धेरै मान्छे भोले बाबाका दर्शन गर्दै नववर्षको स्थापना अवसरमा कुनै बुटोल सेन्टा 15 निकासी वेद निधि रिजाल तथा रिजाल परिवारजनको तर्फबाट पनि यस धार्मिक निर्माण कार्यमा सहभागिता जनाउँदै समस्त रिजाल पीडितहरूको वैकुण्ठमा बास होस् भन्ने कामनाका साथहरू 1005 प्राप्त भएको छ। रूपन्देही बुटोल समेला 15 निवासी वेद निधि रिजालजीको सुस्वास्थ्यको कामना गर्दै समस्त रिजाल पीडितहरूको वैकुण्ठमा बास होस् भन्ने कामनाका साथ नववर्ष 2081 सालको सम्पूर्ण भक्तजनहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। जय शम्भो जय भोलेनाथ। मैं यहाँ पे हूँ, आप यहाँ बाइक से इससे खींचिए ना कैमरे से मैं यहाँ